रामको कथा। रामायण हिन्दू धर्मको एक महत्त्वपूर्ण ग्रन्थ हो। यो भगवान विष्णुका सातौं अवतार रामको कथा हो। आउनुहोस् छोटकरीमा रामको कथा सुनौं। राम अयोध्याका राजा दशरथ र रानी कौशल्याका जेठा छोरा थिए। उनको जन्म रावणलाई मार्न भएको थियो। रामको विवाह जनकपुरकी राजकुमारी सीतासँग भयो। राजा दशरथले रामलाई 14 वर्षको वनवास पठाए। सीता र लक्ष्मण पनि रामसँगै वन गए। वनवासमा धेरै चुनौतीहरू आए। लङ्काका राजा रावणले सीतालाई अपहरण गरे। रामले हनुमान र सुग्रीवको सहयोगमा सेना बनाए। राम र रावणको बीचमा ठूलो युद्ध भयो। अन्तमा रामले रावणलाई हराएर सीतालाई उद्धार गरे। वनवासपछि राम अयोध्या फर्किए र राजा बने। रामको राज्यलाई रामराज्य भनिन्छ, जहाँ सुख र शान्ति थियो।